नमस्कार साथीहरू, तपाईहरुलाई स्वागत छ आजको भिडियोमा। आज हामी संविधानको बारेमा चर्चा गर्छौं, किनभने संविधान भनेको शिक्षक सेवा होस्, चाहे लोक सेवा होस्, चाहे एपीएफ, पुलिस, आर्मी, असै जुनसुकै फिल्डमा जानुस् न, संविधान त पढ्नै पर्छ। अनि हाम्रो दैनिक लाइफमा पनि संविधानको नलेज चाहिन्छ नै। त्यही भएर कसैलाई केही थाहा छैन संविधानको बारेमा भने पनि टेन्सन लिनु पर्दैन, डराउनु पर्दैन। आज हामी संविधानको सुरुदेखि चाहिँ चर्चा गर्नेछौँ। तपाईहरु एकदम आरामले बुझ्नुहुन्छ, टेन्सन लिनु पर्दैन है त। सबभन्दा पहिला बुझौँ हामी नेपालको संविधान। नेपालको संविधान भनेको के हो त, त्यो बुझ्नु पर्यो। सबभन्दा पहिला त के छ भनेपछि परिभाषा बुझ्नु पर्यो, हो कि होइन? संविधान भनेको के हो त, अब त्यो जानौँ हामी। सबभन्दा पहिला संविधान भनेको राज्यको के को राज्यको सर्वोच्च राज्यको सर्वोच्च मूल कानून हो, जसले के गर्दछ त, जसले राज्य सञ्चालन र नागरिकका अधिकार तथा कर्तव्य कर्तव्यको व्यवस्था गर्दछ। र जान्नु त हामी संविधान भनेको के हो। सबभन्दा पहिला त्यो जानौँ। संविधान भनेको के लेखेको छ यहाँ परिभाषामा, राज्यको सर्वोच्च मूल कानून हो, जसले राज्य सञ्चालन र नागरिकका अधिकार तथा कर्तव्यको व्यवस्था गर्दछ। त्यो नै के हो त, संविधान हो। अब हामी के जानौँ भनेपछि अहिलेको वर्तमान नेपालको संविधानको नाम के हो जानौँ हामी। नेपालको वर्तमान संविधान के हो त? नेपालको वर्तमान संविधानको नाम के हो त, थाहा छ तपाईहरुलाई? ल यो चाहिँ यसको एन्सर चाहिँ नेपालको संविधान नै हुन्छ। नेपालको संविधान। नेपालको संविधान, नेपालको वर्तमान संविधानको नाम चाहिँ नेपालको संविधान हो। कहिले जारी भयो त, त्यो पनि जान्नुपर्छ। नेपालको वर्तमान संविधानको नाम के हो? नेपालको संविधान। अब नेपालको संविधान कहिले जारी भयो त, त्यो कुरो पनि हामी बुझ्नुपर्छ। ल यसको जारी मिति जारी मिति 2072 साल असोज
3 गते। नेपालको वर्तमान संविधानको चाहिँ जारी मिति कति हो त? यहाँ हेरौ, 2072 साल असोज 3 गते। 2072 साल असोज 3 गते नेपालको संविधानको जारी मिति हो। अब यहाँ म माथिको चाहिँ परिभाषाहरू मेटाउँछु है। ल यो पनि मेटाउँछु है। अब के छ नेपालको संविधानमा, नेपालको वर्तमान संविधानमा के पढौँ अब हामी? नेपालको वर्तमान संविधानमा कति भाग, धारा, अनुसूची छन्? नेपालको वर्तमान संविधानमा चाहिँ कति भाग, कति धारा अनि कति अनुसूची छ त? त्यो कुरा पनि हामी जानौँ है त। यो अब तलको पनि मेटाइदिउँ ल। योलाई पनि अब गरौँ। भाग कति भाग छ? 35। त्यसपछि के छ? धारा। धारा कति धारा छ? 308। अनि अनुसूची, कति अनुसूची छ? कति अनुसूची छ थाहा छ? अनुसूची चाहिँ जम्मा 9 वटा छन् है। 9। नेपालको वर्तमान संविधानमा चाहिँ 35 भाग, 308 धारा र 9 अनुसूची रहेका छन् है त। यति क्लियर भयो? अब कुन अनुसूचीभित्र चाहिँ के पर्दछ त त्यो कुराहरू पनि हामी जान्नेछौँ के। टेन्सन लिनु पर्दैन, आरामले। नयाँ साथीहरूलाई मलाई केही संविधानको बारेमा केही थाहा छैन भन्नेहरूलाई पनि केही छैन, टेन्सन लिनु पर्दैन, मजाले बुझ्नुहुन्छ है त। अनुसूची अनुसूची भनेको के हो त त्यो पनि हामी जान्नु पर्यो। संविधानको अन्त्यमा समावेश गरिएका पूरक विवरण वा सूची हो। के छ त? संविधानको अन्त्यमा समावेश गरिएका। यसलाई मेटौँ है त। अब यता माथिको ल साथीहरू, यसकै चाहिँ अझै यहाँ पोइन्ट आउँछ है। संविधानमा केही विषयहरू
हरूलाई संविधानमा केही विषयहरूलाई व्यवस्थित रूपमा प्रस्तुत गर्न अनुसूची राखिएको आज हामी के पढ्यौं त? आज हामी के को बारेमा चर्चा गर्यौं? नेपालको संविधान, त्यसपछि संविधानको परिभाषा। आज हामी सबभन्दा पहिला टपिक चाहिँ नेपालको संविधान, त्यसपछि संविधानको परिभाषा बुझ्यौं, हो कि होइन? त्यसपछि संविधानको परिभाषा बुझिसकेपछि अहिलेको वर्तमान संविधान कुन हो, जारी कहिले भयो, वर्तमान संविधानमा चाहिँ कति भाग, कति धारा र कति अनुसूची रहेका छन्, त्यो कुराहरू हामी बुझ्यौं। आजको लागि यति नै। अब चाहिँ योभन्दा अगाडिको पाठ, अनुसूची, भाग, धारा, उपधारा के छन्, त्योहरू चाहिँ अर्को भिडियोमा हामी लिएर आउनेछौँ। आजको लागि यति नै।